सबजनामा नमस्ते। म पञ्चासे ब्लगर। मेरो हरेक भिडियोहरू तपाईँले मन पराइदिनु भएको छ होइन, त्यही भएर चाहिँ मलाई हरेक भिडियोहरू बनाउन चाहिँ हौसला मिल्छ है। यस्तै गरी माया गर्नुहोला। म चाहिँ आज भर्खर जापान आउनुभएको दाइ दिदीहरू, उहाँहरूको लागि चाहिँ केही सहयोग पुगोस् भनेर चाहिँ यो भिडियो बनाउँदैछु। तपाईँहरू चाहिँ जापान आइसकेपछि कुनै पनि खाइसामा मेन्सेचुको लागि जाँदाखेरि चाहिँ यो पेपर भरेर लानुपर्छ। यसको नाम हो रिडेक्सो। यो चाहिँ कसरी भर्ने भनेर थाहा नहुन सक्छ। म चाहिँ आज तपाईँहरूलाई त्यो सिकाउन गइरहेको छु। यहाँ सुरुमा चाहिँ फुरिगाना लेखेको छ। त्यसमा चाहिँ तपाईँले काताकानामा नाम लेख्नुपर्छ। र त्यो फुरिगानाभन्दा तलकोमा चाहिँ नजिकबाट देखाइदिन्छु। फुरिगानाभन्दा तलमा चाहिँ तपाईँले इङ्ग्लिसमा नाम लेख्नुपर्छ। जस्तै मेरो नाम हरि पौडेल हो भने चाहिँ पौडेल हरि भनेर चाहिँ मैले नाम लेख्छु। यहाँ चाहिँ डेट अफ बर्थ, जस्तै उदाहरणको लागि 2002-0H29 भयो होइन, त्यो भयो। अनि त्योभन्दा तल चाहिँ तपाईँको जिसे भनेको ठेगाना। त्यो ठेगाना जापानमा चाहिँ कस्तो हुन्छ नि, पोस्ट कोड भन्ने हुन्छ। त्यो पोस्ट कोड लेख्नु पऱ्यो तपाईँको। त्यहाँभन्दा तल चाहिँ तपाईँको ठेगाना लेख्नु पऱ्यो। जस्तै यहाँ चाहिँ उदाहरणको लागि इबाराकी केन तोनेमाची फुकुओका भनेर चाहिँ मैले यहाँ लेख्न सक्छु होइन। तपाईँले चाहिँ आफ्नो ठाउँको लेख्नु होला। अनि यता चाहिँ यो चाहिँ देनमा बाङ्गोको खान्जी हो। त्यहाँ चाहिँ तपाईँले आफ्नो फोन नम्बर लेख्नु होला। जापानमा चाहिँ फोन नम्बर लेख्दाखेरि चाहिँ फर्स्टमा 3टा नम्बर लेख्ने, ड्यास अनि 4वटा अनि ड्यास गरेर लेख्नु होला। अनि यहाँ तल देख्नुभयो नि सर्लक्क परेको छ नि, यो चाहिँ इयर भनेको वर्ष। यहाँ चाहिँ यो चाहिँ तपाईँले नेपालमा होइन पढेको स्कुलको चाहिँ नाम लेख्नु होला। यहाँ चाहिँ सक्नुहुन्छ भने खान्जीमा लेख्नु होला, नसक्यो भने चाहिँ हिरागाना काताकानामा लेख्दा नि हुन्छ। र यहाँ बिचमा चाहिँ तपाईँले ब्याचलर गरेर आउनुभएको छ भने ब्याचलर गरेर स्कुलको नाम लेख्नु होला। अनि तल चाहिँ अहिले तपाईँ पढ्दै गरेको स्कुलको नाम लेख्नु होला है। अनि यहाँ चाहिँ तपाईँ केटा हो कि केटी भन्ने, यहाँ चाहिँ केटा हो भने केटाकोमा गोलो लाउनु होला। र यहाँ केटी मान्छे हुनुहुन्छ भने चाहिँ केटीकोमा गोलो लाउनु होला। र यहाँ माथि चाहिँ तपाईँले भरेको डेट, जस्तै मैले चाहिँ आज सिकाइरहेको छ भने 2025 10 महिना 21 तारिक होइन, त्यसरी चाहिँ भर्न सकिन्छ। यहाँ चाहिँ तपाईँको फोटो राख्नुपर्छ है। अनि यो भरेर चाहिँ लानुपर्छ। यता पनि छ, तर यताको चाहिँ खासै भन्नु पर्दैन। यहाँ चाहिँ तपाईँ म्यारिड हो कि अनम्यारिड, यहाँ चाहिँ तपाईँको घरदेखि खाइसा जान चाहिँ कति टाइम लाग्छ त्यो भन्नु होला। हस् त, केही सल्लाह सुझाव छ भने चाहिँ कमेन्ट गर्नु होला। म चाहिँ हजुरहरूलाई सहयोग होस् भनेर आफूले जानेको कुराहरू थोरै भए नि सिकाउन गइरहेको छु। हस् त, धन्यवाद।